नमस्ते मेरा प्यारा साना साथीहरू। आज हामी हजुरबुवाबाट रिहुसँगै बसेर हात्ती र मुसाको कथा सुनौं है त। चन्द्रमाको किरणले कोठालाई हल्का उज्यालो बनाइरहेको थियो। रिहु आफ्नो ओछ्यानमा सुत्न खोजिरहेका थिए, तर सकिरहेको थिएन। रिहुले ठूलो आवाजमा हाई गर्यो। रिहुको आवाज सुनेर हजुरबुवा कोठाभित्र आउनुभयो। रिहु, मेरो नाति, अहिलेसम्म सुत्न सकेको छैन तिमी? भनेर हजुरबुवाले सोध्नुभयो। अह बा, रिहुले भन्यो। ल ठिक छ, म तिमीलाई एउटा कथा सुनाउँछु। त्यो कथाले तिम्रो निदरी परीलाई बोलाउँछ अनि जब ऊ आउँछ तिमी मस्तसँग निदाउँछौ है त। रिहुको आँखामा चमक आयो र उसले भन्यो, हुन्छ बा। अनि हजुरबुवाले कथा सुरु गर्नुभयो। एकादेशमा एउटा घना जंगल थियो। त्यस घना जंगलमा धेरै हात्तीहरू बस्थे र ती हात्तीहरू अत्यन्तै ठूलो र बलियो थियो। त्यही घना जंगलको मुनितिर ससाना मुसाहरू पनि बस्थ्यो। उनीहरूले आफ्नो रमाइलो बस्ती बसाएको थियो। एक दिन केही हात्तीहरू डुल्नलाई निस्क्यो र मुसाहरूको घर भएको बाटो हुँदै गयो। हात्तीहरूको ठुल्ठुला खुट्टाले मुसाहरूको घर थिचियो र त्यहाँ भएको सबै मुसाहरू डराएर भागे। ओहो, हाम्रो घर त भत्कियो भन्दै मुसाहरू रुन थाले। त्यसपछि मुसा समूहका मुखियाले हिम्मत गरेर ठूलो हात्तीसम्म पुग्यो र भन्यो, हात्ती महाराज, हाम्रो घर तपाईहरूको पाइलाले भत्कियो, कृपया अर्को बाटो प्रयोग गरिदिनुहोला। मुसा मुखियाको नरम बिन्ती र अरू मुसाहरूको रुवाई देखेर हात्तीहरूलाई एकदम नराम्रो लाग्यो र भन्यो उनीहरूले, ओहो साना मित्रहरू, हामीलाई माफ गर, हामीलाई थाहा भएन, हामी अब अर्कै बाटो भएर जान्छौं। यो सुनेर मुसाहरू खुसी भए अनि सबै आफ्नो बाटोतिर लागे। केही दिनपछि जब हात्तीहरू आफ्नो गन्तव्यमा जाँदै थिए तब उनीहरू शिकारीहरूको जालमा परे। उनीहरू एकदम डराए र मद्दतको लागि गुहार्न थाले। त्यही नजिकै भएको मुसाहरूले हात्तीहरूको गुहार सुन्यो अनि उनीहरू तुरन्तै मद्दत गर्न गए। त्यहाँ पुगेपछि आफ्नो ससाना दाँतले शिकारीको जाल टोकी टोकी काटिदिए र थोरै समयमै हात्तीहरू स्वतन्त्र भए। हात्तीहरूले कृतज्ञ बोध हुँदै भने, धन्यवाद साना मित्रहरू, तिमीहरू सानो भए पनि कति ठूलो काम गर्यो। हामीले तिमीहरूको यो गुण कहिले पनि बिर्सिने छैन। त्यस दिनदेखि हात्ती र मुसा सधैँका लागि मिल्ने साथी भए। रिहु, हामीले यो कथाबाट के सिक्यौ त थाहा छ? हामीले सिक्यौं कि सानो भनेर कसैलाई पनि कम नठान्नु, सानोले पनि ठूलो काम गर्न सक्छ हैन त भन्दै हजुरबुवाले मुस्कुराउँदै रिहुतिर हेरे। रिहुको ससाना आँखा बिस्तारै बन्द हुँदै थिए। उसले आफ्नो नीलो बोतल कस्सेर समातेको थियो अनि हजुरबुवाले बिस्तारै भन्नुभयो, शुभरात्रि मेरो प्यारो रिहु। मेरा प्यारा साना साथीहरू, आजलाई यति। अब अर्को कथा लिएर चाँडै आउँछु है।